ज्ञानानन्दमयं देवं निर्मलस्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवमुपास्महे। आउनुहोस्, आज फलित ज्योतिषको कक्षा चलाउँदैछौँ। फलित ज्योतिष भनेको के हो, फलित किन भनिएको, फलित ज्योतिषलाई किन फलित ज्योतिष भनिन्छ, यो बारेमा चर्चा गर्नेछौँ। फलित ज्योतिष केलाई, किन र कसरी भनिन्छ प्रश्न छ। उत्तरमा कुण्डलाकार 300 डिग्री गोल भएको हुनाले कुण्डलाकार कुण्डली भनिन्छ। कुण्डलाकार भएको कुण्डलका आकारमा रहेर 300 डिग्रीमा परिणत भएको ठाउँभित्र ग्रह बसेर त्यसभित्र रहेका 12 राशिमा ग्रह बसेर पृथ्वीमा रहने प्राणीलाई दिने शुभ अशुभ फलको विश्लेषण गर्ने शास्त्रलाई नै ज्योतिष भनिन्छ। यसरी हामीले बुझ्नुपर्छ। यसको अलि लामो तरिकाले हामी बुझौँ। कुण्डलाकार भनेको यो गोलो छ, गोलोलाई कुण्डलाकार भयो। त्यसलाई 360 डिग्री छ यो कुण्डलाकार। 360 डिग्री यो 0 भयो, यहाँ 30, यहाँ 60, यहाँ 90, 120, 115, 180, 100, 210, 240, 270, 300, 330, 360 12वटा विभाजित छन्। 12वटा भाग छन्। 12वटा भाग भनेको 12 राशि। कुण्डलाकार 300 डिग्री भागा 12 बराबर कति आयो? 30। 360 लाई 12 ले भाग गर्दा 30 भयो। ती 12 भनेका प्रत्येक राशि, प्रत्येक 30 डिग्रीलाई नै 12 राशि भनिन्छ। कुण्डलाकार 300 डिग्री भागा 12 बराबर 30। यसरी प्रत्येक 30 डिग्रीलाई नै 12 राशि भनिन्छ। यिनै 12 राशिमा आफ्ना कक्षामा आफ्ना भोग अंश कला अनुसार विचरण गर्ने सूर्यादि 7 पिण्डल र छायाका रूपमा रहेका राहु केतु प्रभाव पर्ने अर्को पिण्ड। सूर्यादि गरिएका 7 पिण्ड भनेका सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि यहाँसम्मका ग्रह पिण्डका आकारमा रहेका छन्। ती सबै चाहिँ पृथ्वीलाई प्रभाव पार्छन्, पृथ्वीमा रहने प्राणीलाई प्रभाव पार्छन्। ती आफैलाई पनि प्रभाव पार्छन्, एकले अर्कालाई। सूर्यले अरू ग्रहलाई प्रभाव पार्छ, त्यस्तै अर्का ग्रहले अर्को ग्रहलाई प्रभाव पार्छ। विभिन्न ग्रहले विभिन्न ग्रहलाई प्रभाव पार्छन्। जसरी हाम्रो मान्छेमा समाजमा प्रभाव पार्न सक्छ, एकजनाले अर्कालाई प्रभाव पारेर एउटा विचार गरेको मान्छेलाई विचारमा परिणत गर्न सकिन्छ। त्यसै गरेर ग्रहले पनि प्रभाव पारेर उसको प्रभावलाई, आफ्नो निजी नैसर्गिक प्रभावलाई क्षीण गरेर को ग्रहको प्रभाव पनि उसमा आउने बनाउन सक्छन्। त्यस्ता ग्रहको क्षमता हुन्छ। यी ग्रहको बलाबल विचार गर्ने बेला पछि हामीले जान्ने हो कुन ग्रहले कुन ग्रहलाई प्रभाव पारेको थियो, जुन बेलामा, त्यो बेलामा पृथ्वीमा कुन प्राणी जन्म्यो, त्यो प्राणीलाई के फल हुन्छ, त्यसको जीवनभरि त्यो फलको वर्णन गर्ने शास्त्रलाई यिनै 12 राशिमा आफ्ना कक्षामा विचरण गर्ने सूर्यादि 7 पिण्ड र छायाका रूपमा रहेका राहु केतुको प्रभाव पर्ने अर्को पिण्ड, पृथ्वीमा रहेका प्राणीलाई पर्ने प्रभावबाट मिल्ने शुभ वा अशुभ फलको वर्णन गर्ने शास्त्रलाई नै फलित ज्योतिष भनिन्छ। फलित ज्योतिष भनेको यही नै हो। कुण्डली किन भनेको भन्दाखेरि गोलो भएको हुनाले कुण्डली भनेको। पहिला कुण्डली हामीले यसरी बनाउने गर्थ्यौं, अहिले कुण्डली 4 पाटे बनाएर पनि बनाउन मिल्छ। हुन यो फल बताउन सजिलो हुन्छ भन्दै आजबाट फलित विषयको पनि सुरुवात गर्दैछु मैले। यो कहाँ छ त भन्दाखेरि ज्योतिष तत्त्व दर्पण नामरेको यो पुस्तकको
143 पेजमा यो कुरा उल्लेख गरिएको छ भन्दै आजको कुरा आज, भोलिको कुरा भोलि भन्दै बिदा हुन्छु। जय हो।